सबैजनालाई आज काठमाडौँमा रापरवाले आन्दोलनको तयारी गरेको थियो र उक्त आन्दोलनकै क्रममा सिंहदरबार भित्र जनप्रदर्शन गरेको भन्दै रापरवा अध्यक्ष राजेन्द्र लिङ्गदेन, ज्ञानेन्द्र शाही र बुद्धि ताम्राकार 3 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ र यतिखेर उहाँलाई काठमाडौँ परिसरमा लगिएको छ भने आन्दोलनकारीहरूले आन्दोलनलाई 4 बजेसम्म सीमित राखेर उहाँलाई बिना शर्त रिहाईको माग गर्दै उहाँले केन्द्रीय कार्यालयको मिटिङ गर्ने भनेर चाहिँ सूचना आएको छ र यो लोकतन्त्र र गणतन्त्रमा यदि आवाज उठाएकै भरमा शान्तिपूर्ण आन्दोलन गरेकै भरमा यसरी पक्रिनु चाहिँ निरङ्कुशवाद हो कि लोकतन्त्रवाद हो तपाईहरु छुट्याउनु होला र तपाईहरु यो पक्रिनुलाई राजेन्द्र लिङ्गदेन, ज्ञानेन्द्र शाही पक्रिनुलाई र सरकारले यो पक्रनुमा तपाईहरुको विचार के छ कमेन्ट गर्नु होला है त।